नमस्ते साथीहरू, आजको यस भिडियोमा हामीले काठमाडौँ महानगरपालिकाका मेयर साहब बालेन ल पछिल्लो समयमा चाहिँ मेयर शाहज्यूले विभिन्न किसिमका स्टाटसहरू डोनाल्ड ट्रम्पदेखि लिएर विभिन्न किसिमका स्टाटसहरू केपी शर्मा ओलीज्यू प्रधानमन्त्रीज्यूलाई समेत एकदमै विभिन्न किसिमका स्टाटसहरू हालिरहनु भएको छ। जब उहाँको स्टाटस आउँछ तब एकदमै सरकार नै तहस नहस सरकार नै हल्लिन्छ उहाँको स्टाटसले। ल अब भिडियो सुरु गरौँ है त। र हामीले यहाँनिर चाहिँ सुरुमा चाहिँ च्याट जिपिटी एआईलाई चाहिँ बालेन शाह को हुन् भनेर सोधेका छौँ र बालेन शाह को हुन् हामीले टाइपिङ गरेर सोधेका छौँ र त्यसपछि उहाँ लेख्नुभयो बालेन शाह एक नेपाली राजनीतिज्ञ इन्जिनियर र गायक हुन्। उनको पुरा नाम बालेन्द्र शाह हो। उनी 2079 सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ र अन्त्यमा चाहिँ बालेन शाह युवाहरूका लागि प्रेरणादायी व्यक्तित्व मानिन्छन् भनेर सोधेको छ भनेको छ। र त्यसपछि अन्त्यमा हामीले भोइस मार्फत र एआईसँग प्रत्यक्ष रूपमा कुरा गरेर पनि सोध्यौँ र यो त्यो भोइस चाहिँ यहाँ सुनिएको छैन। त्यसमा चाहिँ एकदमै काठमाडौँ महानगरपालिका नेपालको एकदम प्रख्यात व्यक्ति हुन् भनेर एआईले भन्नुभएको छ। कतिसम्मको चर्चा रहेछ बालेन्द्र शाहज्यूको भनेर एकदम देश विदेश हल्लिरहेको छ। अहिले डोनाल्ड ट्रम्पलाई समेत उहाँले स्टाटस मार्फत एकदम चेतावनी र एकदम सतर्कता अप्नाइसक्नु भएको छ। र बालेन्द्र शाह भनेको हाम्रो देशको शान हुन् र देशको बलिदान हुन्। आगामी चुनावमा उहाँलाई प्रधानमन्त्री भएको आगामी कार्यकालमा प्रधानमन्त्री भएको हेर्न चाहनेहरू करोडौँ नेपाली छन्। उहाँको साथमा उहाँका समर्थकहरू धेरै छन्। काठमाडौँ महानगरपालिकामा उहाँले फटाफट एकदम नयाँ नयाँ कामहरू गरिरहनु भएको छ र उहाँको यो प्रशंसा जति गरे पनि अपुग हुन्छ भन्ने लाग्छ। भिडियो मन परेमा लाइक, कमेन्ट र हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु हुन नबिर्सनु होला। धन्यवाद।